गर्दछु। वडा स्तरीय बालसभाले आयोजना गरेको कार्यक्रममा आउनुभएका सम्पूर्णलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्न चाहन्छु। साथै यस कार्यक्रममा भाग लिनुहुने सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई पनि म एकदमै हार्दिक बधाई र स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी कार्यक्रम सञ्चालन गर्ने आदरणीय दिदी पार्वती अतिथिज्यू, प्रमुख अतिथिज्यूहरू, विभिन्न विद्यालय काउन्सिलरहरू, प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी हाम्रो भिरकोट बाल क्लबद्वारा आयोजित वक्तृत्व कला, म्युजिकल चेयर र म्याथ रेस तीनवटा कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। यो हामीले अस्तिको दिन निर्णय गरेर आज कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ। यो हतारमा भएको छ किनभने आगामी अर्को शुक्रबार बिदा पर्न गएको कारणले गर्दाखेरि यो कार्यक्रम हतारमा गर्नुपर्ने भएको छ। अर्को कामोगसी गाउँपालिकाले त्यो असार 3 गतेभित्रमा सम्पूर्ण भुक्तानी लिनु भनेर परिपत्र गरेको छ। त्यसैले यसको लागि हामी क्षमा प्रार्थी छौँ। कार्यक्रम हतारमा गर्नु पर्यो। त्यसैले यो हतारको निमन्त्रणालाई पनि स्वीकारेर आउनुहुने विभिन्न विद्यालयको विद्यार्थी भाइ बहिनीहरू सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ। सम्भव भएसम्म कार्यक्रमलाई वडाको निर्देशनअनुसार व्यवस्थित बनाउने कोसिस गरेका भएको सभापतिज्यू, प्रमुख अतिथिज्यू वसन्त राई, साथै अन्य विद्यालयबाट पाल्नुहुने शिक्षक साथीहरू, त्यस्तै गरी अन्य विद्यालयबाट प्रतिस्पर्धामा सहभागी हुनुहुने भाइ बहिनीहरू, साथै यस विद्यालयका सम्पूर्ण शिक्षक साथीहरू र सम्पूर्ण भाइ बहिनीहरूलाई धैर्यताका साथ बसेर आफ्ना साथीहरूले सिकाइमा सूचना प्रविधिको प्रयोग विषय वक्तृत्व कला प्रतियोगितामा सिक्ने अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दै आजको वक्तृत्व कलाको मूल्याङ्कन मापदण्ड यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। ज्ञानको सागर फैलाउन इन्टरनेटको यो विधि। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। कामकोसी गाउँपालिका वडा नम्बर 1 को आयोजना तथा वडा नम्बर 1 को प्रायोजनमा आयोजित यस सिकाइमा सूचना प्रविधिको प्रयोग विषय वक्तृत्व कलाको ज्ञान सूचना प्रविधिको ज्ञान सफलताको पहिचान कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभाध्यक्षज्यू महोदय, प्रमुख अतिथि तथा अन्य अतिथिज्यूहरू, प्रतिस्पर्धी साथीहरू र अन्य साथीहरू, यसै आज मिति 2083 साल 2 महिना 8 गते यस नारायणी माध्यमिक विद्यालयको हलमा हुन गइरहेको कार्यक्रममा भाग लिनु पाउँदा आफूले ज्यादै खुसी भाग्यमानी ठानेको छु। वक्तृत्व कलाको शीर्षक रहेको छ सिकाइमा सूचना प्रविधिको प्रयोग। सिकाइ भनेको चाहिँ नयाँ कुराहरू आयोजन गर्नु सिकाइ हो। जस्तै जङ्गलमा उडिरहेको सुगालाई पिञ्जरामा ल्याएर त्यसलाई केही कुरा सिकाउनु नि त्यो पनि एउटा सिकाइ हो। जस्तै हामीले अन्तर्राष्ट्रिय बजारमा गुगल र युट्युबमा खोजे जति पाइन्छ सिकाइको यो यात्रामा प्रविधि नै चाहिन्छ। समयको बचत हुने रमाइलो यो बाटो प्रविधिले फेरिदियो विद्यालयको पाटो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभापति महोदयज्यू, अन्य अतिथि मेरा विभिन्न विद्यालयहरूबाट पाल्नुभएका मेरा आदरणीय शिक्षक गुरुवर्गज्यू, मेरा प्रतिस्पर्धी साथी, अप्रतिस्पर्धी साथी, अन्य साथी, एक हातमा कापी र एक हातमा कलम लिई दुध र पानी
पार्टीको मिसनमा सुझाव छान्न बस्नुभएको निर्णायक मण्डलज्यू, समय पालकज्यू, यहाँ मञ्चमा उपस्थित सबैजनालाई म र मेरो विद्यालयको तर्फबाट न्यानो अभिवादनसँगै नमस्कार। आगामी 2083 साल 2 महिना 28 गते शुक्रबारका दिन यस ताराकोशी गाउँपालिका वडा नम्बर 1 भिरकोटमा सञ्चालन गरिएको वक्तृत्व कला कार्यक्रममा सहभागी हुन पाउँदा मैले आफूले आफूलाई निकै नै भाग्यमानी ठानेकी छु। अब मेरो वक्तृत्व कलाको शीर्षक सिकाइमा सूचना प्रविधिको प्रयोग गरेको छ र अब म आफ्ना भनाइहरू व्यक्त गर्नको लागि सभापति महोदयसँग अनुरोध गर्न चाहन्छु। महोदय, यो युग सूचना प्रविधिको युग हो। हामी सूचना प्रविधि भन्ने बित्तिकै खबर आदान प्रदान गर्ने प्रविधि भनेर बुझ्छौँ, तर सूचना प्रविधिको सिकाइमा के प्रयोग छ भनेर म आज मेरा केही 2 समय राख्न चाहन्छु। यो युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिले जुन क्षेत्रमा पनि ठुलो भूमिका खेलिरहेको हुन्छ, चाहे त्यो शिक्षा होस्, चाहे त्यो स्वास्थ्य होस्, चाहे त्यो मनोरञ्जन होस्, र चाहे त्यो सिकाइ नै किन नहोस्, सूचना प्रविधिले हामीलाई सिक्ने अवसर दिन्छ। सूचना र प्रविधिले थप बनाउँछ पूर्णता। धन्यवाद। कार्यक्रम सञ्चालन यस सभाका सभापतिज्यू एवं मेरा अतिथिज्यूहरू, एक हातमा कलम र अर्को हातमा कापी लिएर बस्नुभएको निर्णायक मण्डलज्यू एवं मेरा प्रिय साथीहरू, आगामी 2083 साल 2 महिना 8 गतेको दिन नारायण माध्यमिक विद्यालयको हलमा हुन गइरहेको वक्तृत्व कलामा भाग लिन पाउँदा मैले आफूलाई ज्यादै भाग्यमानी ठानेकी छु। हाम्रो वक्तृत्व कलाको शीर्षक रहेको छ सिकाइमा सूचना प्रविधिको प्रयोग। सिकाइ भने चाहिँ यस्तो बुझिन्छ कि हामीले विद्यालयमा मात्रै आएर सिक्ने एउटा सिकाइ होइन। सिकाइ भनेको यस्तो हो, हामीले जे कुरा पनि एउटा नयाँ कुरा सिक्नु पनि एउटा सिकाइ हो। जस्तै अब एउटा उदाहरण दिउँ, हाम्रो घरमा सानो एउटा बच्चा होस्, त्यसलाई आमा भन बाबा भन भनेर सिकाउनु पनि एउटा सिकाइ नै हो। सिकाइ भन्ने यस्तो हो, हामीले जे कुरा पनि नयाँ कुराहरू मोबाइलहरूमा खोज्नुपर्छ वा कहीँ गएर केही कुराहरू नयाँ सिक्नु, कुनै नयाँ ठाउँमा गएर कि यस्तो रहेछ भनेर अनुभव गर्नु सिक्नु पनि एउटा सिकाइ नै हो। सूचना प्रविधि भनेको चाहिँ यस्तो हो कि सूचना प्रविधिले चाहिँ हाम्रो जीवनलाई नै परिवर्तन बनाउँछ। सूचना प्रविधिले हाम्रो देश विकासलाई नै परिवर्तन बनाएको हुन्छ। सूचना प्रविधिको कारणले नै मानिसहरूमा कति धेरै परिवर्तन ल्याएको हुन्छ। घरमै बसी पनि अनलाइन क्लास पढ्नुपर्छ। पहिला दाइ दिदीहरूसँग देश विदेश भएका दाइ दिदीहरूसँग बोल्नको लागि कस्तो हुन्थ्यो, उनीहरूलाई के छ होला, कस्तो छ होला भनेर सोध्नको लागि शिक्षाको आदान प्रदान गर्नुपर्थ्यो भने अहिले कति धेरै नयाँ युग आएको छ भने अहिले अनलाइनबाट नै कति धेरै बोल्न सकेको हुन्छ। 1 सेकेन्ड 1 मिनेटमै बोल्न सकेको हुन्छ। सूचना प्रविधिले चाहिँ हामीलाई यति धेरै परिवर्तन बनाएको छ कि कम्प्युटरको भण्डारणमा ज्ञानको छानी सिक्नलाई सजिलो भयो आधुनिक यो बानी। खेतीपाती व्यापार होस् वा स्वास्थ्य र शिक्षा, प्रविधिले नै मेटाइदिए सबै गर्न दिन्छ। धन्यवाद। यस सभाको सभापति महोदयज्यू, प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि, दूधका दूध पानीका पानी छिटाउन बस्नुभएका निर्णायक मण्डलज्यू, गुरुवर्ग। कार्यक्रम सञ्चालन यस सभाका सभापतिज्यू र प्रमुख अतिथिज्यू, दूधका दूध पानीका पानी छिटाउन बस्नुभएका निर्णायक मण्डलज्यू, आज मिति 2083 साल 2 महिना 8 गते हुन गइरहेको विद्यालयमा वडा स्तरीय वक्तृत्व कला प्रतियोगितामा मलाई भाग लिने अवसर मिलाइदिनु हुने आयोजकले पनि म विशेष धन्यवाद भन्न चाहन्छु। आजको वक्तृत्व कलाको शीर्षक रहेको छ सिकाइमा सूचना प्रविधिको प्रयोग।